चाहिँ यस्तो भइदिए भए म चाहिँ आज यहाँ रहँदैन थिएँ भन्ने जस्तो डरलाग्दो समय तपाईँको जीवनमा त्यति बेला भयो कि भएन? त्यो घटनाहरू छन् धेरैचोटि। ठाउँै तोकेर भन्नुपर्दा अब कुन ठाउँमा त्यस्तो भयो ल ठ्याक्कै? अब यो अलिकति सेन्सिटिभ क्षेत्र भनेको मेरो आफ्नो जीवनमा पाल्पाको एम्बुसमा, 2टा एम्बुसमा पनि म त्यस्तो भए। कस्तो भयो त्यति बेला त्यहाँ? यो हामी एउटा अभियान अन्तिम चरणको एउटा अभियानमा थियौँ। त्यहाँ मैले आफै नै चाहिँ सुरुमा इन्फेन्ट्रीको। सम्पूर्ण दर्शकहरूमा मेरो नमस्ते, म सूर्य गुरुङ। आजको विषयवस्तु अलि फरक छ। आज चाहिँ मैले 10 वर्ष जनयुद्धमा, विशेष गरी कम्पनी कमान्डर रही 10 वर्ष जनयुद्धमा सहभागी भई उहाँले चाहिँ भोग्नुभएका तिता मिठा विषयहरूमा चाहिँ अन्तरङ्ग कुराकानी गर्नेछौँ। त्यसको लागि चाहिँ तत्कालीन जनयुद्धका कम्पनी कमान्डर पूर्णबहादुर निरजजी फ्रेममा हुनुहुन्छ। म ढिला नगरी उहाँसँग कुराकानीलाई अगाडि जोड्न चाहन्छु। स्वागत छ यहाँलाई। नमस्ते, म पूर्णबहादुर बुढा मगर निरज। यहाँले सुरुमा यो जनयुद्धमा चाहिँ कसरी प्रवेश गर्नुभयो अथवा त्यहाँ त्यहाँ कसरी चाहिँ प्रवेश गर्नुभयो? यो विषयवस्तुमा 2052 साल फागुन 1 गते औपचारिक रूपमा जनयुद्ध घोषणा भयो नेपालमा। तत्कालीन सशस्त्र विद्रोहको सङ्घर्षको नेतृत्व गरेर नेकपा माओवादीले त्यो बेलाको जनयुद्ध घोषणा गर्यो। एकतिर राज्य पक्ष र एकतिर विद्रोही पक्ष, माओवादी पक्ष भएर औपचारिक रूपमा 2टा किताब बन्न गयो। र मैले मेरो आफ्नो यो जनयुद्धमा प्रवेशको सवालमा 2053 सालतिरबाट बाल सङ्गठन, त्यो बेला खास गरी माओवादी पार्टीले विभिन्न साङ्गठनिक मोर्चाहरूको औपचारिक घोषणा गर्दै औपचारिक रूपमा सङ्गठन विस्तारको कार्यक्रम अन्तर्गत म बाल सङ्गठनमा 53 सालतिर बसेँ। र लगतै विद्यार्थीमा बसेर 54 सालतिर म वाइसिएलको सङ्गठनमा बसेँ र 55 सालमा म औपचारिक रूपमा माओवादी पार्टीको सङ्गठित सदस्यता ल्याएको हो। त्यसपछि तपाईँ सङ्गठित सदस्य बनिसकेपछि तपाईँको अधिकांश समय, लामो समय, यो 10 वर्ष जनयुद्ध कुन चाहिँ फाँटमा चाहिँ बित्यो? करिब मेरो सङ्गठित सदस्य प्राप्त पछाडि लगभग 8-9 महिना जति सांस्कृतिक फाँटमा मैले बिताएँ। 1 वर्ष मैले वाइसिएलको जिम्मेवारी त्यो बेलाको राज्य संरचना अनुसार गाविसको वाइसिएलको अध्यक्ष भएर चलाएँ। र पछिल्लो चरणमा माओवादी पार्टीको सैन्य संरचनाको तीव्र विकाससँगै म त्यहाँदेखि स्क्वाड हुँदै जनमुक्ति सेनामा औपचारिक रूपमा चाहिँ गएको म। त्यसपछि चाहिँ तपाईँ पुरै समय सेनामै बिताउनु भयो? अधिकांश समय म माओवादी पार्टीको जनमुक्ति सेनामा बिताएँ मैले। भनेपछि यो सेना भइसकेपछि त पक्कै पनि अब दुश्मनहरूसँग पनि सशस्त्र द्वन्द्व गर्नुपर्ने हुन्छ, लडाइँ गर्नुपर्ने हुन्छ, होइन? त्यो सवालमा चाहिँ यहाँले चाहिँ कुन लडाइँमा चाहिँ सहभागी हुनुभयो? म अधिकांश प्राय अछाम र जुम्ला बाहेक अधिकांश ठुलो घटनाहरूमा आक्रमण र एम्बुसहरूमा सहभागी भयो मेरो। त एम्बुस थाप्ने अनि आक्रमण गर्ने अधिकांश ठाउँमा भन्नु? अधिकांश ब्यारेक जस्तै ठुल्ठुलो ब्यारेक आक्रमणहरूमा म पनि सहभागी रहेँ त्यो बेलाको अब जनमुक्ति सेनाको सिपाही भएको नाताले। त्यति बेला जस्तै हुन्छ नि त्यो लडाइँमा एउटा डरलाग्दो अथवा कस्तो एकदम त्यो हुन्छ नि त्यस्तो तिता एकदम डरलाग्दो यस्तो समय आयो भन्ने हुन्छ नि, त्यो कस्ता समयहरू बिताउनु भयो त्यो युद्धमा तपाईँले?
युद्धमा तिता मिठा समय अब थुप्रै छन्, थुप्रै हुन्छन्। हजुर त्यो विषय चाहिँ आफ्नो पाटो अब फरक फरक समयमा फरक फरक घटनामा फरक फरक अनुभवहरू त छन्। अब ती विगतका कुराहरू अलिकति अब अहिलेको अवस्थामा अलिक फरक परिवेशमा आइसकेपछि त्यो अनुभवमा अथवा चाहिँ सम्झनामा सीमित छन्। हामी अब त्यो बेला एउटा ठुलो सङ्ख्यामा ठुलो चाहिँ संरचनाभित्र रहेर त्यति बेला चाहिँ अब हाम्रो आन्तरिक शक्ति आफ्नो सैन्य संरचनालाई चाहिँ अब कसरी चाहिँ सुरक्षित गराउने र आफूभन्दा हामीभन्दा हाम्रो विरोधी शक्तिलाई त्यो बेलाको जति बेला चाहिँ शाही नेपाली सेना, शाही सेना भन्ने चाहिँ अब अहिलेको नेपाली सेना योसँगको प्रतिस्पर्धात्मक चाहिँ अवस्था थियो र अब हामीले हाम्रो क्षेत्रमा दुश्मनलाई कसरी चाहिँ प्रवेश गराउने अथवा हामी कसरी सफल हुने भन्ने कार्य सैनिक कसौटता सम्बन्धी नै विशेष गरी प्रशिक्षण तालिमदेखि ल्याएर सबै कुराहरू यही नै हुन्थ्यो। त्यो जुन त्यो 10 वर्षीय जनयुद्धमा यहाँले चाहिँ थुप्रै लडाइँहरूमा सहभागी भए भन्नुभयो। त्यति बेला कुनै बेला चाहिँ आज अन्तिम दिन हो जस्तो त्यस्तो एकदम डरलाग्दो समय तपाईँको त्यो समयमा रह्यो या रहेन, भयो, तपाईँले भोग्नु पर्यो या परेन? अब यस्तो घटनाहरू त परे मेरो अब खास गरी जीवन कहाँसम्म जाने हो, कहाँसम्म चाहिँ ठ्याक्कै यो ठाउँमा होइन यस्तो हुँदाखेरि चाहिँ म चाहिँ यस्तो भइदिए भए म चाहिँ आज यहाँ रहँदैन थिएँ भन्ने यस्तो डरलाग्दो समय तपाईँको जीवनमा त्यति बेला भयो कि भएन? त्यो घटनाहरू छन् धेरैचोटि। अब ठाउँै तोकेर भन्नुपर्दा अब कुन ठाउँमा त्यस्तो भयो ल ठ्याक्कै? अब यो अलिकति सेन्सिटिभ क्षेत्र भनेको मेरो आफ्नो जीवनमा पाल्पाको एम्बुसमा 2टा एम्बुसमा पनि म त्यस्तो भए। कस्तो भयो त्यति बेला त्यहाँ? यो हामी एउटा अभियान अन्तिम चरणको एउटा अभियानमा थियौँ। त्यहाँ मैले आफै नै चाहिँ सुरुमा इन्फेन्ट्रीको एउटा टिमबाट एम्बुसको चार्जिङ एक्सन लिने काम म आफैबाट नै भएको थियो र म आफैले नै त्यो जिम्मेवारी ल्याएको थिएँ। त्यो बेला पनि त्यस्तो हुनुभयो र त्यो सँगसँगै अर्को एम्बुसमा पनि दुश्मनको एन्टी घेराभित्र पर्दाखेरि त्यो बेला पनि अलि अप्ठ्यारो अवस्थामा पुगेको थिएँ म। तपाईँले हाम्रो टिम त्यो बेला त्यस्तो अप्ठ्यारो अवस्थामा पुगेको थियो। को लागि चाहिँ तपाईँहरू जानुभयो। त्यहाँ जाँदाखेरि चाहिँ तपाईँलाई दुश्मनले चाहिँ घेरा हाल्यो? एन्टी एम्बुस गरिदिएर अब हामी चाहिँ घेराभित्र परेको। त्यहाँबाट तपाईँले त्यो घेरा कसरी तोड्न सफल हुनुभयो? त्यो बेला